ल है 2082 सालको बडा दसैँको अब टिका सुरु भयो। इन्द्रो नसुते स्रन्द्र दशरथे शत्रु सहेन्द्रागवे ऐश्वर्य गतिश्च पाउने मानन चतुर्जो धने ऐश्वर्ये विज्ञानी विदुरी भवती भवतन कृतिश्च नारायणी। नवदुर्गा भवानीको कृपाले रोग र शोक नलागोस्, भाग्य ताकेको पुगोस्। बहिनीलाई लास्ट टाइम पाला आउँछ। बहिनीको अहिले पाला आउँछ त आउँदैन अहिले बहिनी अहिले यहाँ सानो बहिनीलाई भइहाल्छ नि। बहिनीको पहिले आउँछ होइन। ल पढै बहिनी, ल पढै के पढ्ने हो म त जान्दैन। पढ्न आउँछ कि आउँदैन? आउँदैन के काम लाग्यो त है? पढ्न जानु पर्यो नि त। आउँछ त एबिसिडी कह मतलब आउँछ आमा भन न। इन्द्रो नसुते स्रन्द्र दशरथे शत्रु सैन्य जयन्ती मङ्गला भद्रकाली कपालिनी दुर्गा क्षेमा शासा शिवरात्रि शाश्वता नमस्तुते। धेरै पढ्नु, ज्ञानी हुनु। अब बाबा मम्मीको पाली। बाबा भन्दा पनि अगाडि पो लाग्यो। बिचमा बस्नुहोस् हुन्छ। बाउले आमाले काकाले सबले टिका लगाइदिने हो कति पैसा हो बहिनी यो? 5,000 हो। 500 हो। मालामाल भइसक्यो? जयन्ती मङ्गला काली ऐन्द्रो नसुते श्रेन्द्र दशरथे शत्रु सैन्द्रागवे ऐश्वर्य गतिश्च पाउने मानन चतुर्जो धने। अथवा पनि जान खान छोडिदियो भने फेरि मलाई त त्यही ठुलो फेरि परेर त्यो पनि आयो मलाई फेरि आफूलाई पेट परेको कुरो भन्न पाइन्छ। त्यहाँ मलाई सबैले भैले भएर हेर्ने भयो हेरौँ न के मास्टर भएर खाँदो पकाउँछौँ त्यही त। दशरथे शत्रु सैन्द्रागवे ऐश्वर्य लौके मानन चतुर्जो धने दानं सूर्यसुते तपे पवन सहधरे सत्यान्त कुन्ती सुते विज्ञानी विदुरी पर्वती गौतम सुतेत नारायणम्। नवदुर्गा भन्दैन रोग सुख नलागोस्, दिहान पाइयोस्, माइहान नपरोस्, चिन्ता नपरोस्। अब काकीको पालो आयो। अक्षताले पैसा नरल्याउने
टिकटक जोएर खै हो पुत्र आएपछि चाहिँ हो पैसा पनि टाइसिएर अलि पाला पहिलो सत्यान्त कुन्ती सुते विज्ञानी विदुरी भगवती भवतां नारायणं बहिनी अगाडि निकाल लाउरेले अब अब यसपालि त मालन गई भएन जाने अरे जानु जाने यस्तो पानी परेछ के जा पानी मात्र पार्ने भनिएको थियो कोपीले टोपी लगाइदियो है के नि यतिको लाउँदा लाउने भनेर टोपी लगाइदियो चस्मा त अब दाजुको पाली कहिले मेरो चस्मा भाइ ल्याइदिनु पढ्नु पर्यो है सिकाइदिनु है भाउजू मन त आउँदैन विज्ञानी विदुरी पर्वती भवतां कृष्ण नारायणं त्यति आउँछ मलाई सबै आउँथ्यो बिर्सेँ हौ हजुर नभए पहिले त सबै आउँथ्यो गरौँ सुक्न परोस् खानु परोस् मान्छे नपरोस् खुट्टामा पैसा राख्नु हुँदैन भन्नुहुन्छ हातमा दिने खुट्टा उतातिर त्यस्तै चलाउँछ हाम्रो टिका कालो रहेछ यहाँ अलिक धेरै कालो हाम्रो अलिक गिलो गिलो यत्रो पढ लेखा मान्छेलाई कस्तो आउँदैन त काठमाडौँ बसेर पढाएकै दिप मन्त्र पनि आउँदैन तर उता भन्दा यता दानं सूर्य सुते तपे बलं चलधरे सत्यान्त कुन्ती सुते विज्ञानी विदुरी पर्वती गौतम कृष्ण नारायणं धेरै पढ्नु जागिर ठुलो जागिर खानु हजुरआमालाई पनि सुहाउँदिनु तपाईँ जागिर खाएर कसैलाई हात बसार्नु नपरोस् माई खानु नपरोस् दुई खान पाइयोस् सबैले मान्ने गुन्ने हुनु फलाना छोरो त कस्तो है यत्रो पढेर यत्रो जागिर खायो भनौँ सबैले